शान्ति स्थापनाका लागि नोबेल पुरस्कारको दावेदार बताउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि हमला गरेका छन्। तेल ट्याङ्कर नियन्त्रणमा लिएको घटनापछि अमेरिका आक्रमणको अवस्थामा पुगेको हो। स्थानीय समयअनुसार शनिबार बिहान राजधानी काराकास सहितका सहरमा भीषण आक्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष कारबाहीका क्रममा राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेन्सलाई पक्राउ गरी देश बाहिर लगिएको दाबी गरेका छन्। ट्रम्पले यस अपरेसनलाई अत्यन्त सफल भनेका छन्। अमेरिकी आक्रमणमा संसद भवन लगायत संरचनाहरू ध्वस्त भएका छन्। यता राजधानी काराकास लगायतका सहरहरूमा भीषण आक्रमण लगतै मादुरोले देशमा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका हुन्। अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुएलाको तेल र खनिजमाथि कब्जा जमाउने प्रयास स्वरूप आक्रमण गरेको बताएका छन्। यसअघि भेनेजुएलाको राजधानी काराकास सहित विभिन्न सहरहरूमा बिहानैदेखि भीषण विस्फोट उचाइमा पुगेका विमानहरूको आवाज सुनिएको थियो। लाकार लोटा सैन्य विमानस्थल लगायतका रणनीतिक क्षेत्रमा हमला भएको र धेरै स्थानमा बिजुली आपूर्ति बन्द भएको बताइएको छ। आक्रमण पछिको भिडियो फुटेजमा भेनेजुएलाको राजधानीमाथि आगो र धुवा उडिरहेको देखिन्छ। ¡Qué locura! Moscaí. Mira esa mierda, explotaron allá toda esa mierda, fuertemente explotan. भ्लादिमिर बाडिनोले विदेशी सेनाको प्रतिरोधको घोषणा गर्दै नागरिकहरूलाई सडकमा उत्रिन आह्वान गरेका छन्। उता अमेरिकाका विभिन्न सहरहरूमा पनि ट्रम्प विरुद्धको आक्रमणको तयारी भइरहेको छ। अमेरिकाले मादुरोमाथि लामो समयदेखि लागु औषध तस्करको आरोप लगाउँदै उनको पक्राउको लागि $5 करोड पुरस्कारको समेत घोषणा गरेको थियो। अमेरिकी रिपब्लिकन सांसद माइक लीका अनुसार केही समय अघि मात्र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले मादुरोलाई पक्राउ गर्न अमेरिकामा मुद्दा चलाइएको बताएका थिए। यो घटनाले दक्षिण अमेरिकी क्षेत्रमा ठूलो राजनीतिक उथलपुथल र तनाव पैदा गरेको छ। भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्सले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। उनले यस आक्रमणलाई सार्वभौम मुलुकमाथिको नाङ्गो हस्तक्षेप भन्दै कडा आपत्ति जनाएकी छन्। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर बाडिनोले पनि एक भिडियो सन्देश जारी गर्दै विदेशी सेनाको उपस्थितिलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र त्यसको सशक्त प्रतिरोध गर्ने घोषणा गरेका छन्। La Venezuela libre, independiente y soberana rechaza con toda la fuerza de su historia libertaria la presencia de estas tropas extranjeras que solo han dejado a su paso muerte, dolor y destrucción. Esta invasión representa el ultraje más grande que ha sufrido el país, que responde a la insaciable codicia de nuestros recursos estratégicos. Muy lejos de una supuesta lucha contra el narcoterrorismo, esta deplorable acción busca forzar definitivamente un cambio de régimen y someternos a los designios espurios del imperialismo norteamericano. यो आक्रमणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन्। यो तनावसँगै कोलम्बियाले आफ्नो सीमा सुरक्षा तैनाती बढाएको छ। रुसले अमेरिकी आक्रमणको निन्दा गर्दै थप तनाव हुन नदिन चेतावनी दिएको छ। क्युबा, इरान लगायतको देशले पनि आक्रमणको निन्दा गरेका छन्। मादुरो अमेरिकी हिरासतमा परेपछि अब त्यहाँ थप सैन्य कारबाहीको आवश्यकता नरहेको अमेरिकी विदेश मन्त्री मार्को रुबियोले स्पष्ट पारेका छन्। मादुरो र ट्रम्पको तनाव भने समुद्रमा केही भेनेजुएली डुङ्गाहरू अमेरिकाले कब्जा गर्न थालेपछि भएको हो। यसअघि भेनेजुएलाको समुद्रमा लागु औषध बोकेका दाबी सहित स्पिड डुङ्गाहरूमा हवाई आक्रमण भएको थियो। सेप्टेम्बर 2 मा अमेरिकाले अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुङ्गामाथि पहिलो आक्रमण गर्दा 110 भन्दा बढीको मृत्यु भएको थियो। सेप्टेम्बरदेखि अमेरिकाले प्रशान्त क्यारिबियनमा रहेका जहाजहरूलाई लक्षित गर्दै लागु औषध तस्करी गर्ने 30 वटा डुङ्गाहरूमाथि आक्रमण गरिसकेको छ। यसलाई भेनेजुएलाले भने डकैतीको संज्ञा दिँदै आएको छ। बिहिबार मात्रै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकासँग लागु औषध तस्करी र तेलको बारेमा जहाँ र जहिले पनि चाहन्छ भन्दै वार्ता गर्न खुला रहेको बताएका थिए। यसबाहेक यी दुई देशबीच विवादका 4 कारण छन्। लागु औषध तस्कर बाहेक ट्रम्पको विदेशी नीति भेनेजुएलासँगको तनाव अर्को कारण हो।
उनले 21औं शताब्दीको मनोरोग सिद्धान्तलाई पछ्याइरहेका छन्। ट्रम्पले यस क्षेत्रमा चीनलाई सैन्य अड्डा र महत्त्वपूर्ण खनिज जस्ता स्रोतहरू पहुँच दिन नहुने बताइरहेका छन्। तर मादुरो सरकारले चीनसँग ऊर्जा र खनिज सम्बन्धी सम्झौता गरेको छ। अमेरिकी विदेश मन्त्री मार्क रुबियो सहित ट्रम्पका निकट सहयोगीहरू क्युबाको कम्युनिस्ट सरकार ढाल्नुपर्ने पक्षमा छन्। अमेरिकी प्रतिबन्ध झेलिरहेको भेनेजुएलाले आफ्नो तेल क्युबामा पठाउँछ र क्युबाबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ। मादुरो सरकार र क्युबाका राष्ट्रपति मिगिल डियाज-कानेल दुवैलाई सत्तामा रहिरहन यस सम्बन्धले ठूलो भूमिका खेलेकाले इरानसम्ममा सत्ता परिवर्तनका लागि मादुरोको पक्राउ ट्रम्पका लागि अनिवार्य थियो। यही कारण पछिल्लो समय अमेरिका भेनेजुएलाको तनाव बढ्दै गएको थियो। देशका अधिकांश जनता मादुरोकै पक्षमा हुँदा समेत अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको हो। भेनेजुएलाले यसलाई देशको तेल र खनिजहरूको कब्जा गर्ने उद्देश्यले गरिएको साम्राज्यवादी आक्रमणको संज्ञा दिएको छ।